खर्क सम्पाङज्यूले लेख्नुहुन्छ, नेपाली जनतासँग तरकारीमा लगाउन लसुन छैन, तर नेताहरूसँग सोनै सोन छ। नेताहरू त भर्खर नेता बनेको हो, पहिला त उहाँहरू नेपाली जनता नै थियो। के पहिला नै उहाँहरू भ्रष्टाचार गर्यो? यसमा के को आपत्ति छ? उहाँहरूले मेहनत गर्नुभयो, सोन चाँदी जोड्नुभयो, जग्गा जमिन जोड्नुभयो, बैंक ब्यालेन्स जोड्नुभयो। उहाँहरू त अहिले भर्खर नेता भएको छ, 1 महिना पनि भएको छैन, तर उहाँहरूमाथि कति प्रश्न उठिरहेछ। यो भन्दा पहिला नेताहरू आफ्नो सम्पत्ति शुद्धिकरणको विवरण पनि दिने थिएन, तर त्यसमा कुनै आपत्ति छैन। नयाँ सरकारको नेताहरूले आफ्नो इमान्दारी देखाएको छ र त्यसमा धेरै आपत्तिजनीको कुराहरू आइरहेछ। नेता त अहिले भर्खर बनेको छ, 1 महिना पनि भएको छैन। उहाँहरूले इमान्दारीपूर्वक आफ्नो कमाएको सम्पत्ति विवरण नेपाली जनताहरूसँग सेयर गर्नुभएछ, यो खुसीको कुरा हो। उहाँहरूले मेहनत गर्नुभयो, बैंक ब्यालेन्स जोड्नुभयो, सोन चाँदी जोड्नुभयो, राम्रो कुरा हो। हामी नेपाली जनता पनि उहाँहरू जस्तै सोच राख्नुपर्छ। हामी नेपाली जनता पनि मेहनत गर्नुपर्छ र सोन चाँदी, हिरा मोती, जग्गा जमिन, बैंक ब्यालेन्स सबै हामी नेपाली जनता अब जुट्याउनु काम गर्नुपर्छ। एक अर्कालाई खुट्टा तान्ने काम, एक अर्कालाई खाल्टोमा पुर्याउने काम हामी अब गर्दैन। हामी आफ्नो जीवनमा सङ्घर्ष गर्छु र हामी आफै धनी बन्न कोसिस गर्छु। अब सबै नेपाली जनताको एउटा चेतना भयो कि नेताहरू त्यतिकै नेता बन्दैन। उहाँहरूले कडा परिश्रम गरेर पहिलादेखि नै कमाएको हुन्छ। उहाँहरूले आफ्नो बुवा आमाको सम्पत्तिमा कहिले राज गर्दैन। उहाँहरूले यति योग्य हुनुहुन्छ कि आफ्नै सम्पत्ति कमाएर, सोन चाँदी अहिले कमाएर नेपाली जनतामा, मिडियामा तहल्का मचाएको छ हाम्रो नयाँ सरकारको नेताहरू।